वेलकम ब्याक टु माई दिदीको च्यानल। हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ मैले अलि राति भ्लग बनाइरहेको छु। आज मलाई बाहिरतिर जानु छ, नाना हस्पिटल जानु छ, त्यही भएर अनि आज हजुरहरूलाई सम्झेर भ्लग बनाउन लागेको छु। अहिलेसम्म भेट्छु ल। अब चाहिँ हामी नानीलाई हस्पिटल लिएर जानु लागेको अनि त्यस पछाडिबाट ढिला भयो। अहिले चाहिँ ठ्याक्कै 7 बजीसक्यो। डक्टर जाने बेला हुँदैछ कि ढिला भयो काम गरेर आउँदाखेरि
जान्छ मम्मा कसरी गर्छ यहाँ त फेरि घर बनाउन लगाएर छ मेरो घर आइपुगेँ मेडिकल आइपुग्यौँ हस्पिटल जाँदैछौँ हस्पिटल आई एम ब्याक फर हस्पिटल आइपुग्यो अब नानी पनि छ अब जचाउँछौँ अनि तब भेट्छ हजुरहरूसँग ओके पेपर राति राति भएपछि त मान्छेहरू पनि कम हुँदो रहेछ है खोला सबै सुकिसकेको छ ट्राफिकलाई सिटी बजाउने हुनुहुन्छ उहाँ चाहिँ ट्राफिकलाई भनेको चाहिँ कुरा गर्ने छ भन्छ त्यो ट्राफिक अनि सुनेर हामी कसले बजार गर्न सक्दैन त त्यही गइदिन आयो आज टप मोमो सेन्टरमा मैले मोमो खाएको छु 2 प्लेट त्यहाँको मकै त्यहाँको छ त्यो पनि खोल्को पोज दिदेऊ न एउटा पोज अरे कहना क्या चाहते हो दिदेऊ त पोज दिदेऊ मिन्डा लागे जस्तो छ
त्यसपछि यहाँ पनि थर्ड आई भन्ने छ। त्यहाँ चाहिँ के गरौँ भन्दा चाहिँ थर्ड आई सीधे घर पुगेपछि मिन्टो है। बाई बाई। फाइनली घर पनि आइपुग्यो। कति ठुलो छ कस्तो कन्भिनियन्ट छ। मम्मीहरू के गर्दै उता के गर्दै हुनुहुन्छ? हजुर मेरो खराब पानी छ मेरो खराब हेलो गाजर लाएको हेर्नु न हाम्रो मम्मीले गाजर देखेको छैन। वाट ह्यापेन वाट ठिकै छ अरे अहिले त सबै राम्रै छ अरे। लग भित्र लग भित्र लगेर सुताइदिनु भुइँमा। मैले चिया खाना गएको त तरकारीमा मसला ससला हालेर अला एक्लै एक्लै चिया खानु जानुभएको अरे हेर्नु नि। अब घर आइपुगिसक्यौँ। घरको हालत चाहिँ एकदमै मेसी छ, देखाउनै नमिल्ने स्थितिमा छ। घर चाहिँ जे भयो नि फाइनली आइपुग्यो। सबै राम्रै छ भन्नुभएको छ। उफ मेरो ढाड दुखेको छ एकदमै। आज काम गर्दा 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 थाकेको छु। 3 घरमा काम गर्दा बिहानैदेखिबाट गएको बेलुकासम्म पनि यतिकै हो। चलाइ छु म। अब चाहिँ खाना मम्मीले तरकारी बसाइदिनु भएको छ अरे। तरकारी निभाएर खाना खाने हो, त्यसपछि सुत्ने हो। मलाई पनि सन्चो छैन, कति कम भयो। रुगा खोकी चाहिँ अझै पनि आइरहेको छ। ज्यान एकदमै दुखेर जस्तो भएको छ। निन्द्रा नपुग्यो नि धेरै भइसक्यो। त्यही माथि अब आज के भन्छ हाम्रो घरमा चाहिँ घरपेटीहरूकोमा गुठीको देउता ल्याउने भन्नुभएको छ। थाहा छैन के हो, तर्साउँछ राति बाहिर ननिस्किनु भन्नुभएको छ। त्यही भएर हामी चाहिँ फटाफट खाना खाएर सुत्न पर्ने हुन्छ। अन्त नि हात दुख्दो रहेछ एकदम। अब छिराएको छु कि अब भोलिबाट चाहिँ म रेगुलर भ्लग हाल्ने ट्राई गर्छु। हेर्नु होला, साथ सपोर्ट गर्नु होला। हजुरलाई कस्तो कस्तो भिडियोहरू चाहिन्छ प्लिज लाइक कमेन्ट गर्नु होला अनि सेयर पनि गर्नु नबिर्सिनु होला। यति भन्दै बाई बाई एभ्रिवान, लट्स अफ लभ।
बाई बाई।